ल साथीहरु वेलकम छ मेरो युट्युब च्यानलमा। नयाँ नयाँ च्यानल खोलेको सबैले साथ सपोर्ट गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अहिले चाहिँ यसो गाउँतिर यसो घुम्नलाई निस्केको डुल्नलाई। अब केही काम छैन, अब दिनभरि घरमा सुतियो बसियो। अहिले यसो घुम्दै हिँडिरहेको छु। यो चाहिँ हिजो भर्खर ग्राभल गरेको बाटो, यो रातो माटोमा। अनि गाउँघरतिर त्यहाँखेरि फुच्चेहरू छ, फेरि पुरै खेल्दै बसिरहेको फुच्चेहरू। अब यसो ग्राउन्डतिर एकछिन घुम्न जानु पर्ला भनेको। ग्राउन्डतिर बल खेलेछ भने बल खेल्नु पर्यो, छैन भने आएर मकै बारी दर्याम हो। यहाँ एउटा भाइलाई कुरेर बसेको, यसो घुम्न निस्किने भनेर घरतिर। त्यो भाइ आएपछि भेटौँला है। अहिले उही आमा कत्रो बडा सर्प यार, हट भाग्यो, सातै उडाइदियो सर्पले यार। सर्प आयो त्यता तल, ठ्याक्कै त्यहाँबाट तल गयो। उता गयो, यता नै उता गयो, उता गयो। ठुलो रहेछ सर्प यार। मकै खाइदिएछ त यहाँ बाख्राले सबै। मकै बारी दर्याम फेरि अहिले घरतिर हो नि त म। पुरै मकै बारी दर्याम यहाँ कुखुराको फार्म छ फेरि ठुलो बाउको। सानोमै हुर्केको खेल्ने ठाउँ हामी। यहाँ चौतारो छ, हेर्न सक्नुहुन्छ, यहाँ कुखुरा फार्म छ। यो चौतारा हामी खुब खेलिन्थ्यो। यिनीहरू यसरी नै खेल्थ्यो कि। पुन्टे यहाँ भ्लगमा आइस तिमीहरू। अब तिमीहरू भ्लगमा आइस है, मेरो भ्लगमा। लिची चोरेर आइस कि क्या तिमीहरू? यो झन् एक नम्बरको लिची चोर हो यो। पुन्टे तँ लिची चोर आएको? तिमीहरू ल, यहाँ चाहिँ अङ्कलको खोरको कुखुराहरू छ। यहाँ केटाहरू कुखुरा हेर्दै बसिरहेको रहेछ। त्यो डराएर फेरि लास्ट डराइदिइरह भनेको। ल गाइज, अहिले त बल पनि खेले छैन त। अब यसो बारीतिर जानु पर्यो अब खन्नलाई, तिल छर्नलाई। तिल हाल्ने भने अब बारी खन्न जानु पर्यो दर्याम गर्दै। अहिले त ट्याक्क घरमा छु म। घरबाट बल खेल्न गएको छैन छ केटाहरू कोही नि। अब बारी खन्न जानु लाग्यो। अब चाहिँ बारी खनेर अब चट्ट आउँछु। ल है गाइज, अब लाग्यो खन्नलाई, बारी खन्नलाई। ट्याक्क घर छ, घरबाट हिँड्ने अलिकति माथि छ बारी खन्नलाई, तिल छर्ने भनेर। यहाँको बुङ्गुरहरू बन्दैछ। यता पुरै तरकारी बारी छ। यता करेला, लौका, बोडी, करेलाको बोट, करेलाको झ्याङ। यत्रो बडा भइसक्यो काँक्रामा, काँक्राको बोट। फेरि बुङ्गुरको खोर छ हाम्रो। बुङ्गुर पालेछ यहाँ एउटा। तल अङ्कलको कुखुराको खोर छ। अस्ति एक्लै खनेको यो। अब आजलाई फिनिस गर्नु छ, फिनिस। यति खनियो अस्ति 8-9 ठाउँमा फोका उठेर फेरि
यहाँसम्म यति खन्नुपर्छ गाइज। अब काम गर्छु अब एकछिन। है गाइस, बल्ल 1 घन्टा जति लाएर यो बारी सब खनियो, पसिनै पसिना भयो। अब चाहिँ ट्याक्क लाएर नुहाउन जानुपर्छ। ल आजको भ्लग चाहिँ यति है। ल सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो नयाँ च्यानललाई। हाम्रो बुङ्गुर पनि यता सुतिसक्न गयो है, यता बुङ्गुर खोरो यो। ल गाइस, ल सब्सक्राइब गरिदिनु होला, नयाँ च्यानल हो मेरो। ल